बहु भूमिकामा चलिरहेको हुन्छ एउटै समय। यो कुरालाई हामीले बोध गर्नुपर्छ। हर आदमी में होते हैं 10-20 और आदमी जिसको भी देखना गौर करते होइन। हरेक मान्छेभित्र 10-20 वटा अरू मान्छे हुन्छन् क्या। जसलाई हेर्ने फेरि अनि जसलाई हेर्ने, दोहोऱ्याएर हेर्ने, ध्यान दिएर हेर्ने होइन गऱ्यो भने ती 10-20 आदमी देखिन्छ। यो त हुन्छ नि, यो भइराखेको कुरा हो। तपाईँलाई चाहिँ यो लीला लेखनको विषयमा कहीँ आलोचना गर्नु पऱ्यो भने कहाँबाट आलोचना गर्नुहुन्छ? त्यसलाई समर्थन गर्नु पऱ्यो भने कहाँबाट समर्थन गर्नुहुन्छ? होइन, यसलाई आलोचना गर्नुपर्ने पनि केही छैन त्यस्तो। अब मैले अघि भनिहालेँ, एकजना हाम्रो दर्शनको सिद्धान्तको क्षेत्रमा के छ भनेदेखि हामीले अगाडिदेखि हेऱ्यौँ आइडलिजम, रोमान्टिसिजमदेखि लिएर भनेदेखि सबै हामीले पश्चिमा दर्शनबाट लिएका छौँ क्या कि। तर लीला लेखन चाहिँ हाम्रो नेपाली दर्शन हो कि। एकजना नेपाली भाषी लेखकले सुरु गरेको चिन्तन दर्शन हुनाले यो चाहिँ अझ बढी फस्टाएर फैलिएर जाओस् भन्ने एउटा सदिच्छा त छ मेरो। त्यसका लागि अघि मैले सुरुमै भने नि, केही प्रश्नहरू त आउन सक्छन् विभिन्न कोणबाट। ती प्रश्नहरूको जवाफ दिन सामर्थ्यवान हुनुपर्छ होइन यो चिन्तन, यो दर्शन। अब यसले जुन एउटा दृष्टिकोण प्रस्तुत गरेको छ कुनै पनि चिजलाई हेर्ने, अरू दर्शन जस्तै एउटा यो एउटा दृष्टि हो भन्ने मलाई लाग्छ, एउटा चस्मा हो। यो चस्माबाट हेर्दाखेरि हरेक चिज लीलामय देखिन्छ होइन। अब अहिले हामीले भर्खरै चर्चा गऱ्यौँ, हामीले आफैलाई हेऱ्यौँ भने पनि हामी आफै चाहिँ लीलामय देखिन्छौँ होइन। हाम्रा विभिन्न रूपहरू देखिन्छ, हाम्रा विभिन्न चरित्रहरू देखिन्छ। र यो अहिले लीलाले भनेर देखिएको होइन नि, पहिले यो उहिलेदेखि थियो नि। यो भएकै कुरा हो नि, लीलाले पनि कहीँबाट ल्याउने कुरा होइन, यी भएकै कुरा भन्ने त हो नि होइन। हरेक दर्शकले अवलोकनबाट प्राप्त हुने कुरा हो। त्यसो हुनाले यो कहीँ अर्को कुराबाट ल्याएको केही नयाँ कुरा केही पनि छैन। उहाँले नै भन्नुभएको छ, अलिकति बुद्धको शून्यवादबाट ल्याएँ होइन, अलिकति जेन सातोरीबाट ल्याएँ होइन, अलिकति चाहिँ क्युबिस्टिक मोन्टाजबाट ल्याएँ, पिकासोबाट ल्याएँ अलिकति होइन, कता कता उत्तराधुनिकताबाट ल्याएँ, विनिर्माणबाट ल्याएँ, सबैतिरबाट तानतुन गरेर ल्याउनु भएको छ। एउटा मार्क्सवादी आइडियोलोजी एउटा पनि ल्याउनु भएको छ होइन, ल्याउनु भएको छ। र अब यो इन्द्रबहादुर राईले चाहिँ यो 2034 सालदेखि सुरु गरेको एउटा दर्शन हो, सिद्धान्त हो। यसले चाहिँ संसारलाई एउटा लीला हो जहाँ कुनै एउटा स्थिर र अन्तिम सत्य हुँदैन। आज सत्य लागेका कुराहरू भोलि सत्य नलाग्न सक्छन् र भोलि सत्य लागेको कुरा पर्सि सत्य नलाग्न सक्छ र यी सत्यहरू बदलिरहेछन् होइन। त्यो नै लीला हो भन्छ यसले। स्थिरताको अभाव छ, स्थिरता छैन। अब यो आवश्यकता परिस्थिति अनुसार जुन अब स्वरूपमा, भावमा होइन अन्तर देखिन्छ नि, चिन्तनमा जेसुकैमा पनि जुन अन्तर देखिन्छ त्यो अन्तरलाई लीला मानिएको छ होइन। यसको सबभन्दा बढी आलोचना पक्ष बारेमा तपाईँलाई एकदम कन्भिन्स नै नहुने कुनै कुरा छ भने यस विषयमा बताउनु छ। कन्भिन्स नै नहुने कुनै पनि विषय भन्नाले तपाईँको चस्माबाट हेर्दाखेरि अघि जुन तपाईँले चस्माको बिम्ब ल्याउनु हो, यो कुन चस्माबाट हेर्नुहुन्छ? लीला चस्माबाट भन्नु, त्यो चस्माबाट हेर्दाखेरि जस्तो अघि तपाईँले प्रश्नावलीमा पनि भन्नुभयो कि सामाजिक अपराधका कुराहरू, बलात्कारका कुराहरू के लीला हुन् भन्ने जुन प्रश्न उठाउनु, प्रश्न त गम्भीर छ त्यो कुरा होइन। त्यही त, त्यसलाई लीला भनेर होइन तपाईँले भन्नुभयो त्यो एउटा व्याख्या हो होइन। त्यसलाई यो ढङ्गले त्यस्ता कृत्यहरू पनि हुन्छन्, त्यसको साइकोलोजिकल कारण यो हो भनेर लीलाले व्याख्या गर्छ। त्यो ठिक पनि भन्दैन, बेठिक पनि भन्दैन, एउटा न्युट्रलमा रहेर होइन
भन्न सक्ला। अब जस्तो नि हामीले हाम्रो मानव जातिको एउटा इतिहासलाई हेऱ्यौँ भने हाम्रो मानव जाति विभिन्न हिस्टोरिकल डिप्रेसनबाट गुज्रेर आएको छ। हामीले दास प्रथा बेहोर्यौँ। ओके, अघि हामीले छुवाछुत बेहोरिरहेका छौँ अहिलेसम्म, अमानवीय कुराहरू होइन। एउटा मान्छेले मान्छेलाई दास बनाउने, मान्छेले मान्छेलाई विभेद गर्ने, अन्याय गर्ने, अत्याचार गर्ने जस्ता कुराहरू छन् नि, शोषण दमनका कुराहरू, यी चिजहरूलाई पनि लीला हो भनेर एउटा सहजतापूर्वक छोड्नु हुँदैन। त्यसका विरुद्ध सङ्घर्ष गर्नुपर्छ र त्यसका विरुद्ध हुने सङ्घर्षहरूलाई लीलाले बल दिनुपर्छ भन्ने मलाई लाग्छ। है, यो लीला हो, यो भइराखेको यस्तो, यो ठिक छ भनेर भनिदिने हो भने अहिलेसम्म दास प्रथा रहिराख्थ्यो होला यो पृथ्वीमा, होइन। लीलाले थाहा छ, मैले भने पर्छ भन्दैन, उसले पर्छ भन्दैन, त्यसको पक्षमा वकालत गर्दैन, होइन। तर यो हुनुको कारण यो हो भनेर उसले देखाइदिन्छ, होइन त। तर यो नहुनुपर्छ, तर यो हुनु राम्रो होइन, यसका विरुद्ध सङ्घर्ष गर्नुपर्छ, होइन, यसलाई हटाउनुपर्छ भनेर पनि त भन्दैन। होइन, भन्छ सर, हो, भन्छ नि। किनभने के भनिएको छ भने त्यो घोषणापत्रको एउटा ठाउँमा 5औँ बाँच्ने खेल भनेको छ क्या। त्यो 5औँ बाँच्ने खेल भनेकै के हो भने अन्याय अत्याचार छ भने त्यसको विरुद्धमा लाग्ने हो। त्यही दुईवटा शब्दले जनाउँछ। त्यो त सूत्र हो नि त। 5औँ बाँच्ने खेल भन्नेले बलात्कार भयो, अन्याय अत्याचार भयो, घरेलु हिंसा भयो, विकृतिहरू चाहिँ देखा परेका छन् भने तिनीहरूको विरुद्धमा लाग्ने। किनभने बाँच्नु छ नि, हाम्रो मुख्य उद्देश्य भनेको बाँच्नु, र बाँच्नु कस्तो किसिमको बाँच्नु भन्दा जस्तो जीवन जस्तो बाँच्नु क्या। त्यसरी त्यो जीवन कस्तो छ फेरि आफैले तपाईँ परिभाषित गर्नु, कस्तो जीवन बाँच्ने त्यो तपाईँको चोइसमा हो। र त्यो बाँच्नको निमित्त हामीले खेल खेल्नुपर्छ भनेको चाहिँ के हो भने हिंसा छ, बलात्कार छ, छुवाछुत छ, अन्याय छ, अत्याचार छ भने तिनीहरूको विरुद्धमा पनि हामी लाग्नुपर्छ। मैले अघि पनि भने कि हामी सङ्गठन बनाउँछौँ, धारा जुलुस गर्छौँ, अनि चाहिँ विद्रोह गर्छौँ। कहिले सत्ता परिवर्तन हुन्छ। हाम्रै नेपालमा कयौँ सत्ता परिवर्तन भएका घटनाहरू के हुन्छ भन्दाखेरि अन्याय अत्याचारको विरुद्धमा लागेर ती सत्ताहरू परिवर्तन भएका हुन् भन्दाखेरि त्यो बाँच्ने खेल गरिएको हो नि त। त्यसो भएको हुनाले त्यो कुरा भन्दैन भन्ने कुरा चाहिँ होइन। 5औँ बाँच्ने खेलभित्र त्यो कुराहरू आउँछ। सङ्घर्ष गर्नुपर्छ, सङ्घर्ष गर्नु आयो। ठिक छ, त्यसो हो भने केही फरक पर्दैन। अर्को एउटा कुरा नि तपाईँले आज भन्न बिर्सिनुभयो, मैले पनि सोध्न बिर्सेँ के भयो। हजुर, के थियो? यो लीला लेखनको बारेमा तपाईँ खालि वस्तुता भन्नुहुन्छ, यो वस्तुताको बारेमा अलिकति व्याख्या गर्नुहोस्। अच्छा, यो वस्तुताको विषयमा चाहिँ कुरा के रहेछ भने नि, जस्तो पहिला इन्द्रबहादुर राईले भनेको कुराबाट भन्नु कि म पहिला आफूबाट भन्नु? इन्द्रबहादुरबाटै सुरु गर्नुहोस्। इन्द्रबहादुरबाट सुरु गर्नु है त। त्यसो सापेक्षतावादको छोटोमा सजिलो गरी ठिक छ। सापेक्षतावादको अध्ययन गर्दै जाँदाखेरि के भनेर सापेक्षतावादले सबै सापेक्षभित्र सबै सापेक्ष छैनन्, त्यहाँभित्र एउटा स्थिर तत्त्व छ भनेर छ क्या। अनि त्यो स्थिर तत्त्व भनेको के हो अब हामीले खोज्नुपर्छ भनेर इन्द्रबहादुर राईले त्यो भनिसके पछाडि खोज्दै जाँदा भनेको आइन्स्टाइनको सापेक्षतावादको कुरो, आइन्स्टाइनको सापेक्षतावादको कुरालाई, अनि त्यो केन्द्रीय तत्त्व चाहिँ के हो त, त्यो स्थिर तत्त्व के हो भनेर खोज्दै जाँदाखेरि इन्द्रबहादुर राईले यो वस्तुता होइन, एउटा पाहाडलाई एकापट्टिबाट हेर्दा एउटा देखिन्छ, अर्कोतिरबाट हेर्दा अर्को देखिन्छ, तर पाहाड त छ, तर त्यो कस्तो छ भन्न चाहिँ सकिँदैन। त्यसो भएको हुनाले त्यो स्थिर तत्त्व के हो त, त्यो पाहाड हो भनेर खोज्दै जाँदाखेरि त्यो वस्तुता भनेर, त्यो वस्तुता चाहिँ एउटा हामीले देख्ने वस्तुता भनेको फेनोमिना भन्ने र मोमिना भन्ने जुन कुरा छ नि, प्रतीतिको कुरा होइन। हामी एउटा ढुङ्गालाई देख्छौँ, तर त्यो ढुङ्गा हामीले देखे जस्तै छैन। हामीले त त्यस बाहिर लगाएको एउटा आवरण देख्छौँ, त्यो आवरणभित्र वस्तुता छ। त्यो वस्तुता चाहिँ हामी देख्दैनौँ।
र यो वस्तुता कहिल्यै पनि कसैले आजसम्म कसैले ठ्याक्कै यस्तो छ भनेर भन्न सकेको छैन। रुखको पात हरियो हुन्छ भनेर हामीले हेर्दाखेरि हरियो पात हुने हो, तर त्यो कुरा चाहिँ कुकुरले हेऱ्यो भने त त्यो त पहेँलो देखेको हुन्छ। भनेपछि पात एक्ज्याक्टली कस्तो छ। त्यसैले वस्तुताको कुरा गर्दाखेरि के हो भने बाहिर देखिने जुन बाहिरी आवरण चाहिँ हामी वस्तु त्यस्तो देख्छौँ। हामी ढुङ्गा यस्तो छ, कडा छ, यो चाहिँ अलि सेतो सेतो रहेछ, खैरो खैरो रहेछ भनेर हामी भनिराखेका हुन्छौँ। तर ढुङ्गा त्यस्तै छ कि छैन भन्ने कुरा हामी भन्न सक्दैनौँ। र त्यसको बुझी कुरा त्यो चाहिँ रहस्यमा छ। त्यो चाहिँ थाहा हुँदैन। हामीले देख्ने समृद्धि सत्य हो, जो बाहिर हाम्रो आँखाले देख्छ त्यो समृद्धि हो। तर त्यसभित्र एउटा पारमार्थिक सत्य पनि हुन्छ। त्यो पारमार्थिक सत्य चाहिँ हाम्रो मस्तिष्कले हाम्रो आँखाहरूले बुझ्न सक्छ। त्यो बुझ्न नसक्ने पारमार्थिक सत्य चाहिँ के हो भने त्यो चाहिँ वस्तुता हो। यो वस्तुताको कन्सेप्ट चाहिँ इन्द्रबहादुर राईले मलाई लाग्छ इमानुएल कान्टबाट लिए जस्तो लाग्छ अघि। इमानुएल कान्टले चाहिँ के भन्छ भनेदेखि हामी त्यो वस्तु आफैमा के हो त्यसको नौमेना, त्यो नौमेना भनेको त्यो वस्तु आफैमा त किङ इट्सेल्फ के हो भन्ने हामी जान्न सक्दैनौँ। त्यसको फेनोमेना, त्यसको प्रतीति मात्रै, त्यसको प्रकटन मात्रै हामी जान्न सक्छौँ त्यति होइन भनेर इमानुएल कान्टले भनेका छन्। सायद उहाँले कान्टबाट लिनुभयो होला यो वस्तुताको अवधारणा। होइन, त्यो फेनोमिना र नोमिनाको कुरा कान्टले व्याख्या गरेको हुनाले त्यो त्यहाँबाट लिएको भन्न सकिन्छ। त्यही हो त वस्तुताको कुरा। वस्तुताको कुरा जसरी कान्टले हामी फेनोमिना देख्छौँ, त्यसभित्रको नोमिना हामी देख्न सक्दैनौँ। अहिले मैले भर्खरै भने देखिने फेनोमिना भनेपछि समृद्धि शब्द हेर्दा देखिन्छ, छाम्दा पनि छ, छुँदा पनि छुइन्छ, उचाल्दा पनि उचालिन्छ, त्यो हो। तर अब त्यसभित्र फेनोमिनाभित्रको नोमिना चाहिँ हामी जान्दैनौँ। त्यसैले हामी वस्तुता देख्दैनौँ पनि जान्दैनौँ पनि। त्यो लीलै हो नि त। त्यो लीला क्यारेक्टर हो, त्यो पनि एउटा चाहिँ लीलै भएन र हामी फेनोमिना मात्रै देख्ने अनि हामी ढुङ्गा जान्ने भइसकेका छौँ क्या। तर हामीले गरेको कुरा के हो भने हामी ढुङ्गाको वर्णन आजसम्म कतिले गरेकै छ नि। अनि पत्ता चाहिँ के लाग्यो त भने के पनि पत्ता लागेको छैन। ढुङ्गाको अन्तिम सत्य के हो, त्यसको वस्तुता के हो पत्ता लागेको छैन। जुन दिन त्यसको अन्तिम सत्ता, त्यसको अन्तिम तत्त्व, त्यसको परम तत्त्व जब पत्ता लाग्छ त्यस पछाडि भन्नुला कि यो रहेछ। तर पत्ता नलागेसम्म त हामीले त्यसको नोमिना देखाएको छैनौँ, वस्तुता देखाएको छैनौँ। त्यसैले हामी वस्तुको जुन बाहिरी आवरण छ हाम्रो मानव बुद्धिले भ्याएसम्म मानव सापेक्ष रूपले त्यसको हामी बयान गरिरहेका छौँ, धारणाहरू बनाइरहेका छौँ। र धारणाहरू के हुन् भने अब धारणा बनाउन्जेल त त्यो सत्य हो, तर एकछिनबाट अर्कै धारणा बन्छ अनि त्यसले अघिल्लो धारणालाई विस्थापित गरिदिन्छ। अन्त धारणाहरूको श्रृङ्खला बन्दै जान्छ। ठिक छ, धन्यवाद सर। अब तपाईँले आज धेरै महत्त्वपूर्ण कुराहरू गर्नुभयो। अब लीला लेखन चाहिँ के हो त लीला भन्ने विषयमा आज हामीले छलफल गऱ्यौँ होइन। लीला लेखन मूलत एउटा सृजनात्मक लेखनमा भएको एक किसिमको प्रयोग हो, इन्द्रबहादुर राईले सुरु गरेको होइन। लीला लेखन एउटा लेखनको प्रविधि पनि हो र यो प्रविधिमा आधारित रहेर कृष्ण धरावासीले लेख्नु भएको छ होइन। शरणार्थी, राधा जस्ता विभिन्न उपन्यासहरू लेख्नु भएको छ। उहाँले लीला लेखनको सिद्धान्तहरू लेख्नु भएको छ, समालोचना गर्नुभएको छ होइन। र लीला लेखन भनेको यो एउटा दृष्टिकोण पनि हो, दर्शन पनि हो होइन। एउटा जगतलाई हेर्ने एउटा तरिका हो, चस्मा हो है। यो दृष्टिबाट हेर्दाखेरि संसार यसरी लीलामय देखिन्छ भनेर यसले चाहिँ बताउँदछ है। यो एउटा साहित्यको समालोचनाको सिद्धान्त पनि हो होइन। यो सिद्धान्त अनुसार चाहिँ समालोचना गर्न सकिन्छ, कहाँ कहाँ लीला छ भनेर हेर्न सकिन्छ, देख्न सकिन्छ। छैन एउटा पुस्तकलाई 4 जना समालोचकले 4वटा दृष्टिमा प्रस्तुत गर्छन्। अब 20वटा समालोचकले हो भने त 20वटा दृष्टिले
गर्दा रहेछन् नि गर्छ भनेपछि त्यो 20वटा मध्ये चाहिँ कसले भनेको कुरा चाहिँ ठिक हो कि त्यो कथा सङ्ग्रह अथवा उपन्यास चाहिँ कसले भनेको चाहिँ ठिक हो भन्ने कुरा आउँछ नि हो त्यो जति धेरै आँखाहरूले हेरे त्यो त्यति नै यसमा हामीले बहु आज छुटाएका छौँ यसमा पठन लीलाको कुरा हामीले गर्न छुटाएका छौँ अच्छा, होइन? अँ। पाठकले जे बुझ्छ त्यही सत्य हो त्यहाँ हो त्यो होइन? पाठकीय समालोचनामा पाठकीय दृष्टि भनेर हो, इन्द्रबहादुर राईले भनेकै छन् त्यसमा त्यही त एउटा सामाजिक समाजशास्त्रीले जस्तो भनौँ न परालको आगो भन्ने जुन कथा छ एउटा समाजशास्त्रीले हेऱ्यो एउटा देख्छ नारीवादीले हेऱ्यो भने त्यो महिलामाथिको चरम हिंसा देख्छ त्यस पछाडि चाहिँ एउटा यौन मनोविज्ञानको हिसाबले हेऱ्यो भने चामे पुरुषलाई चाहिँ पुरुष राखेर उसले गर्ने कर्महरू चाहिँ ती पुरुषजन्य हुन् भन्छ अनि घरमा आइसके पछाडि स्त्रीले उसलाई चाहिँ स्वागत सत्कार गर्नुपर्छ उसको अहमलाई शान्त गर्नुपर्छ भन्ने पनि भन्ला होइन त्यसो भएको हुनाले हरेक दृष्टिकोणले हेर्दाखेरि एउटै चिज बहु अर्थमा देखिन्छ भनेपछि त्यो नै लीला हो भने ठिक छ अब यो चाहिँ पश्चिमी दर्शनका केही कुराहरू पूर्वीय अध्यात्मवादका केही कुराहरू मिसाएर चाहिँ इन्द्रबहादुर राईले यो पकाएको एउटा खिर हो होइन यो खिरमा चाहिँ अब अहिले कृष्ण धरावासी लगायत अरूहरूले मरमसला हाल्दै हुनुहुन्छ यसलाई अझ मिठो बनाउने कोसिस गर्दै हुनुहुन्छ र यो लीला लेखन अझ समृद्ध होस् होइन यो एउटा चाहिँ सिद्धान्त मात्रै नभएर एउटा दर्शन बनोस् विश्वलाई नै एउटा दृष्टि दियोस् भन्ने मेरो शुभेच्छा छ सरलाई पनि अब हार्दिक धन्यवाद है त्यसमा एउटा इन्द्रबहादुर राईले चाहिँ अब अङ्ग्रेजीका प्राध्यापक पनि भएको कारणले गर्दाखेरि त्यो पश्चिमका जम्मै सिद्धान्तहरूको अध्ययन गरेको थियो क्या अनि पूर्वी र पश्चिमी दर्शनलाई बिचमा लिएर उनले त्यो लीला चिन्तनको व्याख्या गरेको क्या भएन मैले खिर हो त्यो पूर्व र पश्चिमका सामग्री भेला पारेर पकाएको एउटा खिर हो अब यसमा मरमसला अझै थपिँदैछ भनेपछि यो खिर कस्तो हुन्छ भन्नु नि खिर मिठो हुन्छ खिर के गर्दा खिर अब इन्द्रबहादुर राईकै कथा छ नि आदर्श खिरको त होइन कथा अब त्यही किसिमको आदर्श खिर भयो कि अब कस्तो भयो भन्ने कुरा चाहिँ आदर्श खानेले थाहा पाउँछ होइन आदर्श खिरको व्याख्या त्यहाँ गर्न खोज्छन् पात्रहरूले आदर्श खिर चाहिँ कस्तो हुन्छ भन्ने चाहिँ पत्ता लाग्दैन क्या लाग्दैन के गर्दा चाहिँ खिर हुन्छ भने हामी पनि अब यहाँ वस्तुता पत्ता लाग्दैन हामीले पनि जति खोज्यो भने होइन के हो त त्यसको वस्तुता भन्नु त अहिले हामीले यत्रो लीला लेखनको बारेमा आज चर्चा आज गऱ्यौँ यति नै गरौँ होला यसको केन्द्रीय तत्त्व त अहिले पनि त भेटिएन नि ल सर आज यति गरौँ आज यति नै गरौँ फेरि हाम्रो त भेटघाट भइहाल्छ होइन फेरि अर्को विषयमा फेरि जमेर कुरा गरौँ ल धन्यवाद है ओके ग्रेट हस् ल नमस्कार नमस्कार सर